ल साथीहरू, हामी चाहिँ अब रागेचौरको नजिक आउँदै जाँदैछौँ। अब कति लाग्छ यहाँबाट रागेचौर? 5 मिनट लाग्ला। चौरजारी जाने बाटो हो यो चाहिँ। सानी पिप्ली हुँदै चौरजारी जाने बाटो यस्तो छ। पिच गर्नुपर्ने हो छिटो, हालत यस्तो छ, खतम छ। आफैले काम गर्छन्, आफैले खान्छन्। नेताका आशेपाशेले गर्छन् के? नेताका आशेपाशे जहिले छन् त्यसले काम गर्छ, त्यसले ठेक्का पार्छ। जहिले पैसा दियो उसैलाई ठेक्का पर्छ। अब कति वर्ष भयो यो? 20 वर्ष त मजाले भयो नि? छैन त त्यति? आजको नयाँ खोल्यो। ल रागेचौर आयो यो चाहिँ। अलि रागेचौरको अलि यता तलको बजार नि यहाँनिर बिग्रेको रहेछ बाटो। यहाँनिर बैङ्क छ अरे, कहाँनिर छ अरे? यति गान्धी थियो नि, त्यही हो गएर। कताबाट सजिलो छ? यस्तो छ रागेचौर बजारको बाटो, रोड। लगायत हेर्नु होला। आज गाडी हिँड्छ होइन, यो छुट्टै केही होला। कहिले बनाउने हो नि यो बाटो? जहाँ अब 20 वर्ष भइसक्यो उस्तै छ यस्तो बाटोमा। कहाँ जान्छन्? सल्यानका नेता छैनन्? किन छान्ने के लिडर? किन भोट हाल्ने यस्तोलाई? नयाँलाई हाल्नुपर्छ अलिकति भए पनि। यस्तो बाटो धुलो छुट्टै छ, अलिकति सुधार त गर्नुपर्छ नि। धुलो हेर्नु, धुलो। चौरजारी जाने बाटो चाहिँ रागेचौरसम्म। हामी रागेचौर तल्लो बजार, मथल्लो बजार, माथि पनि छ अलिकति बजार। यो कार्यालयहरू चाहिँ, सरकारी कार्यालयहरू चाहिँ अब पर छन्। अर्को गाडी आयो भने त ठाउँै छैन छिर्ने। यो पारीको भवन देखिया चाहिँ गाउँपालिकाको कार्यालय, कुमा गाउँपालिकाको कार्यालय रागेचौरको मेन अफिस। यतातिर चाहिँ यो कृषिहरूको छ, यता उतै यो है जाँदो। पन्जा लाउनु पऱ्यो, गाडी लास्टै चिसो भयो क्या। चस्मा सराउनु पऱ्यो। रागेचौरसम्म त होला, अब उता के हुने हो क्या? उता पनि धेरै छैन, सानी पिप्लीसम्म बनाए हुन्छ। यो चाहिँ चौरजारी रोड है, चौरजारी जाने बाटो हेर्नु होला। पिच हुँदै जस्तो लाग्यो, ग्राभेलिङ भनौँ। पिच त अब पछि देखिने कुरा हो, तर बाटो छेउमै ढिस्काहरू फालेको छ, बालुवा गिट्टी। यो चाहिँ पिच हुने, ग्राभेलिङ हुने सुरुवातीमा रहेको छ। हुन्छ क्या त्यताबाट जाऊँ। अब चाहिँ हामी अर्को बाटो जाँदैछौँ गाइज। यो चाहिँ चौरजारी बाटो हो। यो चोरपानी थारमारे हुँदै श्रीनगर दाङ पुग्छ यो बाटो। हामी चाहिँ अर्को हाम्रो गाउँले बाटो हिँड्दैछौँ। पुरै रोके बन्द छ त यहाँ त हाम्रो यताबाट। यताबाट जाऊँ त? बनिया छ कि छैन? अब ल हाइस आएछ, कहाँ जाने हाइस? हामी चाहिँ अर्को बाटो लाग्यौँ, हाम्रो घर जाने बाटो, छोटो बाटो। कहाँबाट आयो यो गाडी?
छिर्छ त्यता बाटो चाहिँ यस्तै छ अहिले तलतिर माथितिर पनि अप्ठ्यारै होला बनाएको छ नि त बाटो नि त्यसो भए यो कि छैनन् बनाएका यो गाडी आयो काउन्ट आयो गाडी खै त त्यो माथि गाउँतिरबाट आयो कि त्यही त सिक कहाँबाट उता हाल्ने अब यो तल अलिक घारीबाट घारीबाट त्यो खोलाबाट नहाले हो या चिप्लो छ क्या अलिअलि पानीमा त चिप्ली जान्छ क्या जे गरे पनि ऊ माथि पनि अप्ठ्यारो छ एउटा पाल छ बिचमा त्यहाँनिर पनि बाइक छिर्ने जस्तो छ कता बाटो हो जाने घारीबाट जाने खौलो थियो क्या पहिला कहिले ढुङ्गा हालेर रहेछ एउटा बनाएको छ बाटो भन्नुभयो क्या र अब अलि फर्किनु नपरोस् बनाएको होला क्या बाटो त्यति हो गरे नि उसको कल्पना हो गरे यो माथ्यार हो नि त्यही हो भन्ने सुने क्या बड्डाले सबैलाई खेद्दैन बड्डाले सबैलाई खेद्दैन मर्छ त्यति अब किन कहाँ खेद्या गयो माइली बाहिर नेवाल गएको पढाउनु गएको छोरा आफूसित लगेको बाले मेरो पर्स छ किन हेर्नु त पछाडि छ बाटो यस्तो छ यस्तो छ यस्तो छ यस्तो छ सर्टकट बाटो भने अब हाम्रो पल्लापट्टि एउटा खोलामा होला हल्का अप्ठ्यारो यो चाहिँ कहाँ पुग्छ भनेपछि कुमाक गाउँपालिकाको वडा नम्बर 7 हुँदै सोरपानी जोडिन्छ त्यस्तै गरी चाख्लीघाट पनि जोडिन्छ चाख्लीघाट हुँदै राप्ती राजमार्गमा जोडिन्छ है धेरै राम्रो गतिलो त छैन तर सर्टकट जाने भए यो बाटो पनि विकल्प नै छ जनता हातको कुरा हो नेता बन्ने बन्ने कसरी हो जनताले बनाउने मालिक हो जनताले ठाउँमा पुर्याउने तर काम नगर्ने नि काम नगर्ने जनताले ठाउँमा पुर्याउने ठुलो बनाउने तर कामहरू नगर्ने तर कोही भए पनि यस्तै रहेछन् सबैले म हुन पाप भन्ने उसले म हुन पाप भन्ने तर आफ्नै मैरी सोध्ने जस्तो देखिन्छ तर खास जनताहरूको सोचता हेर्नुपर्छ अनि जनताहरूले रुचाएको नेता हो आफूले घरबाट ज्याबाले बनाएको नेता हुँदैन अनि जनताले बनाएको नेता अगाडिको मालिक बन्छ त्यो मालिकले के गर्नु पर्यो जनतालाई खुसी बनाउनु पर्यो बाटाघाटा हेर्नु पर्यो अनि राम्रोसँग के छ असुविधा असुविधा अनि गाउँमा अब सबै कुरा नसके पनि ठुल्ठुलो यात्राहरू अनि तिनीहरूले बनाउनु पर्ने हो हामीले रुचाएको हामीले खुसी बनाउने हामीलाई खुसी बनाउने त्यही जनता त्यही नेता हो फेरि जनतालाई हामीलाई फेरि पनि चुनाव मेरो भोट दिन्छन् खुसी भएर दिन्छन् ल कहिले बनाउँछ त अरूले संसारले भोट माग्छन् तर भोट माग्ने हामी पनि बनाउँछौँ ल यसले हामीलाई सहायता गरेको यसले हेरेको यसको पालिमा यहाँ यस्तो माल बनेको यस्तो सडक बन्यो बिजुली पनि बन्यो अनि सबै बन्यो र यसलाई बनाउनै पर्छ भन्ने हाम्रो जनताको हात हुन्छ जनताले हामीलाई नेता बनाउने जनताको हात जनता हुन्छ एकपटक जिताएपछि अर्को पटक फेरि जिताउनलाई काम गर्नु पर्यो होइन त्यो गरेपछि जनतालाई यसबाट गऱ्यो यसले अबदेखि गर्दैन मैले गरेँ अब भन्नु ढल्याउन खोज्छ कस्तो लाग्यो साथीहरू हाम्रा बुवाका कुरा अनि त्यो कुराले तर हामीहरू बुढापाकामा हामीहरूले कसैको एक कप चिया नखाएर पनि हामीले भोट दिइरहेका छौँ हामीले अहिले 55 65 वर्ष
पुलिसलाई भोट दिँदाखेरि हामीलाई सुविधा केही पनि भएन 66 वर्ष भन्नुभयो होला यही हो बुवा घर पारी बहिनीको बाटो यही हो क्या त्यो चाहिँ प्लास्टर गरे आउँछ त त्यही भएन बाख्रा साख्रा पनि पालिएको थियो उसन् हामीले त्यही भएन के हुन्छ भनेपछि जनताले अब बनाउँछ नेता गराउँछ अनि सबै माया मारेर हामीले भोट दिन्छौँ तर त्यसलाई हामी खुसी बनाउँछौँ हामीलाई पनि कसरी कहाँ तरिकाले जनताले खुसी माग्छ त्यही हेर्नुपर्छ हेर्नु पर्यो खास हामीले पार्टी माओवादी होस् चाहे काङ्ग्रेस होस् चाहे लापरवाह होस् चाहे अरू के होस् त्यो हामीलाई मतलब छैन तर हामीलाई काम चाहियो लालपुर्जा लालपुर्जा पार्टी छ र त्यो हो क्या अर्को के भने यही जो बाटो हो नि हो किन हामी तल झरे राम्ररी जाने र हामीलाई राम्रो सुविधा बनेको जुनसुकै नेताहरूले गर्छ उही हाम्रो हामी अगाडिका हुन तापनि हाम्रो त्यो सानो जाए किन्न होस् अनि चाहे हामीबाट किन्न तर त्यो भरि हामीले त्यसलाई सानो जाए पनि मान्छौँ छान्ने त छान्ने आउँछन् गरे छान्ने त के हामीले लिस्टबाट आउँछन् गरे के भोटको क्या हामीले यति वर्षमा यसले दिएको यति वर्षमा यसले दिएको अनि हामीलाई दिनेभरि यिनी र त्यो पछाडि बाहिरबाट कति आउँछन् भन्ने त्यो छानबिन हुन्छ अरे त्यो छानबिन भएन केही हुनेवाला होइन बुवा काठमाडौँमा बालेन्सा पहिला जहिले अरूले जित्नेमा बालेन्सा को त्यो कोही न कोही कसैले नचिन्याएको मान्छे आएन डबल टेबल भोटले जित्या त्यो यति उति भन्ने हुन्न मान्छेको उसको जनताको ऊ हो सबभन्दा हात हो अनि फेरि त्यो हो तपाईँहरू त्यो भन्नुभयो नि अब त्यो त्यसले हालेन उसले हालेन भन्न किन डराउने त्यो डराए त फेरि कहाँ विकास गर्छन् डराएन हामीले तिनीलाई हाल्ने अनि त्यसपछि यिनले हालेनन् भने भन्ने तिनीहरूले बनाउने वातावरण अनि हामीले हाल्नै पर्ने अनि त्यसपछि तिनीहरूले हाल्नै परेपछि त जित्छन् जितेपछि अनि हामीलाई हेर्छन् हामीलाई हेर्नु पर्दैन सबभन्दा विकास चाहियो हो विकास गरिदिन्छन् त गर्दैनन् त्यही भएर तिनलाई पुरानालाई नदिने भन्ने कुरा हो पुरानालाई राम्रालाई दिने नयाँलाई दिने क्या जे भए पनि अलिकति टेस्टेड हुन्छ भन्ने हो त्यही भएर जति गुलिया पनि जति हेरे पनि को मतलब हुन्न थाहा हुन्न त्यो ठ्याक्कै यसले हाल्यो यसले हालेन भन्ने थाहा हुनु ल साथीहरू भन्नुहोस् हाम्रो बुवाले चाहिँ के भन्नुहुन्छ भनेपछि त्यो भोट हाल्छन् नि जो गाउँतिर भनौँ अब बजारतिरले थाहा नहोला गाउँतिर चाहिँ गन्छन् रे क्या भोट यसको यसले मलाई दिन्छ यसले मलाई दिन्छ भनेर गन्छन् अनि त्यो गन्या भोट चाहिँ यदि आएन हामीले अरूलाई हाल्यौँ भनेपछि हामीले अरूलाई हाले थाहा पाइहाल्छन् भन्नुहुन्छ क्या थाहा पाउँछन् त थाहा हुन्छ त भोट थाहा हुने भए किन गोपनीयता गरेर बक्सभित्र हाल्नु पर्थ्यो र सिधै त्यो गराइदिया भए त होइजान्थ्यो त त्यो भन्छु म बुवाले फेरि मान्दै मान्नुहुन्न 66 वर्षको हुनुभयो हाम्रो बुवा हुन्न थाहा पाउँछन् हामीले यदि भोट हालिनौँ भने तिमीले थाहा पाइहाल्छन् भन्नुहुन्छ क्या के हुन्छ थाहा पाउँछन् कि नै कमेन्ट गर्नु होला सबैले के भन्नुहुन्छ थाहा पाल्छन् त थाहा पाल्छन् त भोट हामीले हालिनौँ नहालेपछि लिस्टमा क्या जस्तो हामीले एकपल्ट हामीले दिइरह्यो नि त जितायौँ नि त एकपल्टमा पनि अब त्यही त त्यो भएपछि त्यो डाँडा गर्छन् अनि पगाउँछन् अनि यसले दिएन ल यो यस्तो भयो अनि त्यो उस्तो भयो मलाई यसले दिएन भन्ने त्यस्तो हो क्या त्यो भन्छन् त्यो भन्छन् भन्ने मास्टरबाट सुने मैले पनि त्यो त थाहा हुन्छ कि नै तपाईँहरू थाहा हुने त अनि कसरी हुन्छ थाहा हुने भए त त्यो भोटै नहाले हो जान्थ्यो सिधै त्यो खास थाहा त हुँदैन तर हाम्रो सोचाइ क्या थाहा हुन्छ भन्ने अलिकति अलि लुज हुन्छ क्या मान्छेहरू त्यसो भए जित्यो भने यिनीहरूले हालेनन् भन्ने हारे पनि यिनीहरूले हालेनन् त्यही भएर हार्यौँ किन भन्छन् त त्यो त चिन्ता मान्छ अनि त्यस्तो भन्नेलाई किन दिनु पर्यो त्यसलाई गतिलाई कहिले भन्छ चिन्तालाई चिन्ता हुन् क्या आफ्नो कर्तव्यहरू हुन् त्यस्तो गर्छन् चुनाव थियो बेला अनि अप्ठ्यारो पनि रहेछ अनि त्यही भएर अनि टिभी नाम खामा त खानु मलाई कति भन्दै लाग्दैन मैले बिहा
अहिले ल पानी खाइयो गाइस अब यहाँदेखि जहिले भाग्छु नि बाटोबाट खर्च गरे यहाँबाट अस्ति यहाँबाट गएँ बुवा मन्सारमा यो पुलबाट छिटो भनेर साँझ ढिलो भइगयो ऊ त्यहाँ पारी जानुभन्दा हिँडबाट जाम भन्यो र अप्ठ्यारो जानुहुन्छ तिमीबाट त्यस्तो अप्ठ्यारो त्यहाँबाट गयौँ पारी निस्क्यौँ बरु अहिले त ढिलो रहेछ यता आउने ढिलो हुने भयो अनि तीबाट पनि भएको तीबाट हिँड्यौँ क्या पहिले पर छोड्दाखेरि त्यो भाइर गएर त अप्ठ्यारो लगाउँदै यो त अब चिनिया बाटो हो हिँडिरहेको बाटो हो त्यति थाहा छ मलाई कता कस्तो छ भन्ने अलि केही भएन माथिबाट गयो नि हेरिन् थाहा भयो बाटो कस्तो छ भन्ने बाटो अप्ठ्यारो लास्टै रहेछ क्या झर्नु त किन हाल्नुभयो यस्ता ढुङ्गा जोर नै भइन्छ पख्नु है पख्नु क्या ढुङ्गा उचितेर आउँछ क्या यता आउनु यहाँबाट कोही बोकेको छैन बेच्ने ट्युसन जानु सोध्नु होला माथितिर पनि घर आएछ गाउँपालिकाले बनायो भन्ने अलिकति सर हिँडाल्छन् क्या त्यही हो टायर मार्दै हिँड्ने गाडीको साइड काट्ने खै ठुलो ढुङ्गो भुतुलको बाटो नि रेलले फाल्ने भएपछि बाटो हुनु हाम्रो स्वास्थ्यमा आउने बाटो कस्तो छ अनि स्कुलमा मारिमा आउने बाटो के गरिरहेका छन् अनि ठुलो नेता अध्यक्ष अनि त्यसले अब हेर्ने हो त के हो यता राइजर भाइ के गर्छौ आशीर्वाद के छ त आराम हो घाम ताप्ने मजासँग छैन बेच्ने बोके त्यस्तो दे गाउँमा कुशलले तलबाट आउनुहुन्छ कि माथिबाट भन्थ्यो नै अलि आउने बेला गरे यता तलतिरबाट पालनगरतिरबाट कि माथि उताबाट भन्थ्यो क्या तल आउन अब त के हो खै हेर्न अब त क्या
कुइया खोला नजिक आयो बालनेटी भन्छ नि यसलाई बालनेटी बालनेटी आइयो साथीहरु बालनेटी बालनेटी तल आँटी भन्दा माथि अलिकति माथि बालनेटी आँटी भन्दा अलिकति माथि बालनेटी बिहान चिप्लो थियो चिसो थियो नि त्यहाँ पनि चिसो त्यस्तै होला अहिले त खौलातिर अनि उस्तै होला पछाडि हेर्नु त धुलो उडेको छ कि नै अलिअलि त होला है छैन यस्तो राम्रो बाटो भए त सर सजिलो पनि घारी बाटो त्यो हर्नै हुँदैन यहाँ मस्त खौलामा थाम्न सकिन्छ सकिँदैन त्यहाँबाट त लोटिन सकिन्छ यहाँ ढिकाबाट त नै त्यहाँ खौलाबाट अलिक घारीबाट हाल्थ्यो भए घारीबाट अब जुत्ता भिज्यो पनि केही न केही अलिक घारीबाट हाल्नु सट्टै निभार यहाँ ती बनाउनु पर्ने हो कि के हेरेको छ नि यार अब के गर्ने हो अलिक घारी माथि जे भयो भने टेक्कीको अब गइन्छ अब जान त टेक्केले मैले पुरै भिजेको जुत्ता अलि उमै कटा पनि हुन्छ अलि उमा घारी कटा हाल्छु भिज्यो जुत्ता हिलो पुछा भ्या हुन यो जुत्ता केही भएन यतापट्टिको त सब टेक्यो त्यो नटेकिन कहाँ हुने भन्नु त अनि पुत्ने हो र पुत्दैन अब हिँड्ने नाली मरियो नि यो ट्र्याक्टर गीत थियो हालिदिनु त्यो हाले त होइन थियो कुइया खोला आइयो साथीहरु कुइया खोला गइन्छ उकालामा गोरालामा भयो अलि अप्ठ्यारो हो कहाँ झुक्काउँछ फेरि यस्तो छ हेर्नु साथीहरु गाडी हिँड्ने बाटो हो यो गाडी हिँड्ने बाटो दाङबाट गाडी आउँछ यस्तो बाटोमा लग गएमा जान्छु अब हाम्रो घर नजिक छ गाइस कहाँ छस्
विष्णु पनि आएछ विष्णु कहाँ छ विष्णु कहाँ गयो हेलो साथीहरु यहाँ चाहिँ हामी बस्दैछौँ बाबा आइसक्नुभयो छिटो अब त बसाल त्यसलाई पहिला हेर्नु विष्णु आइसक्यो बस्ने भनेर पछाडि बसालु लोट्या नि हेर्दिन म विष्णुलाई थाहा अगाडि सुहास बाबालाई लजाऊ सुमाई किन यस्तो समाजौ त कहाँ गया हो त त्यहाँ पर क्यार्न गया हो खसा होला जरा भयो कहाँ गयो आराधन घुम्नु ल घर आइपुग्यो कहाँ बेर रहेछ त्यो बेर